ल फोटो खिच्ने ल बस्नु नि त 4 जना बस्नु म खिचिदिन्छु फोटो त्यो लाइमस्टोन है लाइमस्टोन हो यो तपाईले सोध्नु भयो होला सिमेन्टले ढलन गरेको यो पुरै नेचुरल लाइमस्टोनबाट बनेको केभ हो यो पुरै चुना ढुङ्गा भन्छ कि यसलाई यहीबाट त सिमेन्ट बन्ने हो यहीबाट सिमेन्ट बन्ने अहिले म भनिदिन्छु तपाईलाई धेरै हजुरहरू मुक्तिनाथ जानुभएको भएन मुक्तिनाथ नगएको भए हामीले मुक्तिनाथको शालिग्राम राम मन्दिरको शालिग्राम ढुङ्गा तपाईँहरूलाई थाहा होला त्यो चाहिँ मुक्तिनाथबाट हामीले यहीँ ल्याएर राखिदिएको छ है राम मन्दिरको शालिग्राम शिला है तपाईँहरूले चाहिँ त्यसलाई छोएर दर्शन गऱ्यो भने चाहिँ मुक्तिनाथकै दर्शन गरे जस्तो हुन्छ है अहिले म तपाईँलाई भनिदिन्छु यसको बारेमा है पानीभित्र जानु यो है यो शालिग्राम ढुङ्गा है यसलाई छोएर दर्शन गर्ने है राम मन्दिरको दर्शन गरे जस्तो हुन्छ है अनि यतापट्टि हेर्नु है यो चाहिँ लाइमस्टोनबाट बनेको गणेशजीको सुँड हो है हेर्नु है यस्तरी घुमेको छ है यहाँ मैले लाइट बालेँ नि गणेशजीको सुँड है ल म तपाईँलाई भनिदिन्छु यो गुफा चाहिँ 2017 सालमा हाम्रो तपाईँलाई थाहा छ विनोदसम्म 2082 साल हो नि त हाम्रो त है 2017 सालमा महेन्द्र राजा आएर उद्घाटन गरेको भएर महेन्द्र टेप राखेको है यो गुफाको नाम अनि 2001 तपाईँले टिकट पछाडि नै हेर्न सक्नुहुन्छ 2031 सालबाट चाहिँ वीरेन्द्र राजाले मान्छेलाई आउन जान चालु गरिदिनु भएको है टिकट 31 सालबाट अहिले चाहिँ हामी यो महेन्द्र राजाको नाम हो राजाको नाम हामी यता घुम्न जान्छौँ निस्किने बेला 25 मिटर धरमद्वार है यो 25 मिटर मात्र यहाँबाट निस्केको एकदम राम्रो तपाईहरुलाई धर्मद्वारको अर्थ थाहा होला पापी मान्छे धर्म त यहाँबाट निस्किन्छ पापी मान्छे फर्केर आउँछ एउटा त भनाइ छ तर जति पनि मान्छे जान्छ हामीले निकाल्दिन्छ फेरि हामीसँग जान्छ धर्मद्वार धर्मद्वारको अर्थ तपाईँलाई थाहा अनि यो हेर्नु यो चुच्चु देख्नु भने यो चाहिँ लाइमस्टोन है सर है लाइमस्टोन है यो लाइमस्टोन चाहिँ पानीबाटै बन्ने ढुङ्गा है यो चाहिँ कस्तो भने यो अहिले तपाईँले पानी चुइराखेको देख्नुभयो भने यो चाहिँ माथि गार्डन भएर अहिले चाहिँ चुइन नपर्ने हो कस्तो भने बर्खाको टाइम होइन नि त यो बर्खाको टाइममा चाहिँ यो पानी चुइन्छ अहिले हिउँदोको टाइम हो है यो चाहिँ हिउँदोमा 1-1 सेन्टि बढ्छ है 1-1 सेन्टि बढ्छ यो 1000 साल पुरानो गुफा भएर तपाईँले यस्तो ठुल्ठुलो शङ्का जस्तो देख्नुभएको है यो ठुल्ठुलो है लामो भनेपछि बर्खामा चाहिँ बन्द हुन्छ यसको फेरि क्याल्सियम क्वालिफिक चाहिँ 45बाट माथि भयो भने सिमेन्ट बन्छ 45 भन्दा मुनि भयो भने बन्दैन है सर यो चाहिँ त्यसो भने साइन्टिस्टहरु अवलोकन गर्न आउँछ कि बर्खामा चाहिँ यो के बन्द हुन्छ हुन्छ नि त बर्खामा नै यस्तो पानी चुइराख्ने हो बर्खा चाहिँ बन्द छैन यो ल हैन यो ब्राउन स्टोन है म्याम ब्राउन स्टोन यो चाहिँ ब्राउन स्टोन हो यो चाहिँ जमिनको 70 फिट 1000 फिट मुनि मिल्छ यस्तोमा चाहिँ गोल्डहरु धेरै मिल्न सक्छ के सुनहरु धेरै है अनि यो चुच्चु जति पनि छ यो लाइमस्टोन है सर लाइमस्टोन यो गुफा बनेकै लाइमस्टोनबाट पुरै गुफाको लाइमस्टोन कसरी यो पत्ता भयो नि सुरुमा म अहिले तपाईलाई फर्किँदा फेरि अहिले देखाउनु नपर्छ अहिले फर्किँदा फेरि भनिदिन्छु है टाइम हुन्छ ल हेर्नु सर यो चाहिँ त्यो जति पनि देख्नु भने सेतो सेतो बरफ जमे जस्तो त्यो पुरै लाइमस्टोनमा जम्मा भएको पानीहरू है तपाईले त्यो पानी गर छुन सक्नुहुन्छ छोयो भने त्यो पानी चाहिँ सलक्कै झर्छ फेरि माथिबाट अटोमेटिक आर्के त्यस्तै स्याम्पल आएर बस्छ के व्हाइट बरफ जस्तै देखिन्छ अनि हेर्नु सर यो नेचुरल शिवलिङ्ग हो है हेर्नु है यो 1000 साल पुरानो जब गुफा आफै बनेको यो कसैले ल्याएर राखेको होइन है उत्पन्न यो गुफा हुने बेलाबाटै सुरुबाटै थियो है हेर्नु है नेचुरल शिवलिङ्ग है अनि यतापट्टि हेर्नु यो ढुङ्गा चाहिँ हिराको जस्तो डायमन्डको जस्तो चम्किन्छ है तपाईले यहाँनिर आउनु त यहाँ छुन सक्नुहुन्छ चिटिलो चम्किन्छ हेर्दा फेरि सिसा जस्तो देखिन्छ तर यो सिसा होइन है यो स्टोन हो है एउटा है क्वार्जाइट छ होइन तपाईले यसरी सलक यस्तो गरे नि काट्दैन सर किनकि सिसा अन्त हात साथमा यो चाहिँ स्टोन हो के व्हाइट स्टोन सिलिकन जति पनि यो टचहरू गिलासहरू ठुल्ठुलो सिसाहरू देख्नुहुन्छ नि योबाट बन्ने है सर है सिलिकाबाट बन्ने है क्वार्जाइट क्वार्जाइट तपाईहरुले समुद्रमा उस देख्नुभयो होला सर समुद्रमा अक्टोपस देख्नुभयो होला यहाँ अक्टोपसको फर्जुनरली बनेको है पानीले लाइमस्टोनबाट है हेर्नु है यो चाहिँ मान्छेले शिवलिङ्ग भन्ने पूजा गर्छ तर यो शिवलिङ्ग होइन अक्टोपस है माथिबाट टाउको हेर्दा पनि त्यस्तो देखिन्छ मुनि हेर्नु खुट्टा धरि देखिन्छ है तपाईँले हेर्नु है अक्टोपसको स्याम्पल है फर्जुनल है एउटा है लामो तपाईँलाई हेर्दाखेरि सर यो चाहिँ व्हाइट स्टोन र ब्राउन स्टोनबाट बनेको शिवजीको शङ्ख हो है सर है
व्हाइट स्टोन र ब्राउन स्टोनबाट बनेको ल हेर्न यो ब्राउन स्टोन भयो यतापट्टिको व्हाइट स्टोन हो मान्छेले पूजा गरेर अबिर लगाएर त्यस्तो देखेको व्हाइट स्टोन र ब्राउन स्टोन है शिवजीको अनि यो चाहिँ हनुमानजीको डम्फु हो है गदा इन्डियनहरूले गदा हान्छ कि हामीले डम्फु अनि यतापट्टि गणेशजी है यो चाहिँ है अनि यो चाहिँ सिलिकनै हो है यो पहेँलो पहेँलो ढुङ्गा हानेर मान्छेहरूले विष्णुजीको ढुङ्गा हानेर पूजा नि गर्छ हेर्नु तर यो चाहिँ सिलिकन हो है यहाँ बिचमा देखाउनु त सबै कुरा ल आउनु यता मुनि देखाउनु न के छ तलतिर यो त खाल्टो सर यो पानीले जुन बेला गुफा बन्ने बेलामा स्टार्ट हुने बेला पानी छिरिँदै नि त्यही सिन हो है यो चाहिँ है खाल्डो खाल्डोको गुफा बन्ने बेला अहिले चाहिँ बर्खाको टाइममा बारिसको टाइममा त त्यस्तो पानी घुस्दैन कि ए भनेपछि पहिला त यहाँ त नदी बगेको छ नि त नदी यो मैले तपाईँलाई टोटल यो लास्ट पोइन्टमा गर्छु भनिदिन्छु फर्किने बेला गुफा कसले बनाएको कति कसले थाहा पाएको भन्नुहुन्छ यो ढुङ्गा हेर्नु है यो ढुङ्गालाई चाहिँ लक्ष्मी माता काली माता भनेर पुज्छ है मान्छेहरूले है यो ढुङ्गा हेर्नु है यो गुरुजी पण्डितले नाम दिएको लक्ष्मी माता काली माता है यो हेर्नु सानो मुकुट लगाएको देख्नुभयो नि यो मुकुट लगाएको चाहिँ यो विजय दशमीमा लक्ष्मी माताले त्यो महिषासुरको गला कटिङ गरेर हार लगाएको थियो नि सर त्यही सिन हो है अनि यो ढुङ्गा पत्थर चाहिँ त्यही सिन हो पण्डितजीले नाम दिएको चाहिँ यो लक्ष्मी माता काली माता है हाम्रो गुरुजी भर्खर जानुभयो पण्डितजी ल यो चाहिँ ल हेर्नु है हनुमानले पहाड चलेको है म तपाईँलाई नेचुरली भनिदिन्छु तपाईँले आँखाले निहालेर हेर्नु तपाईँले आँखाले पनि त्यस्तै देख्छ म अनि स्पष्ट भनिदिन्छु है सर है ल हेर्नु है यो चाहिँ टाउको हो है हनुमानको टाउको है है अनि यो सञ्जीवनी पर्वत है अनि यो हात भयो यो शरीर है पुरै देखियो यतापट्टि गदा बोकेको यो मान्छेले कस्तो नि यो सर नेचुरल हो है मान्छेले पूजा गरी गरी यस्तो देखेको त्यो अबिर लगाई मान्छेहरूले त्यो नेचुरल भएर पूजा ठ्याक्कै देखिन्छ हो हेर्नु यस्तरी पहाड चलेको देखिन्छ नेचुरल यतापट्टि पहाड उठाएको उताको यतापट्टि गदा बोकेको जस्तो देखिरहेको यो चाहिँ टाउको भयो यो सञ्जीवनी पर्वत यतापट्टि यहाँ हातले यो गदा बोकेको जस्तो देखिरहेको है सही भन्नु हेर्नु है ल म तपाईँहरूलाई त्यहाँ पहिला अगाडि भनिदिन्छु अनि मन्दिरको बारेमा पनि बताइदिन्छु है पहिला अगाडि होइन आउने बेला गुफा कसले बनाएको म सबै भनिदिन्छु यहाँ जति पनि अहिले देखाएँ मैले तपाईँलाई नेचुरल हो अब यहाँ आर्टिफिसियल दुइटा मात्र छ है हेर्नु है यो चाहिँ कालीनाग है नेचुरल हो है कालीनाग अनि चाहिँ यो चाहिँ शिवजी र गणेशजी आर्टिफिसियल हो तपाईँहरू जस्तै घुम्न आउने बाबा आमा नेपालीहरूले लगाइदिनु भएको यो अन्त 15-16 साल अगाडि उहाँहरू सालभरमा एकचोटि आएर पूजापाठ गरेर जानुहुन्छ यहाँ है ल अनि यहाँ भनिदिन्छु म तपाईँहरू यो चाहिँ शिवजीको पञ्चमुख मन्दिर अनि सिद्धिविनायक मन्दिर अनि विष्णु भगवानको मन्दिर है भर्खर आउनुभयो ल हेर्नु है यहाँ चाहिँ पवित्र जलकुण्ड पनि छ पवित्र जलकुण्ड छ यो पानी चाहिँ तपाईँहरूलाई जल सेसन गरिदिनुहुन्छ गुरुले पण्डितजीले अनि त्यहाँपछि चाहिँ तपाईँहरूले यहाँ पूजापाठ गर्ने अनि लास्ट पोइन्ट हो यो है कहाँबाट आउनुभयो हजुरहरू झापामा ऊ सुर्खेतबाट कस्तो लाग्यो त गुफा एकदम यहाँ त अब विश्वभरिको मान्छे आउनुहुन्छ क्या एउटा शक्ति छ ढुङ्गाले अडिएको ठाउँ हो है अब विश्वभरिको मान्छे आउँछ टिका लाउनु आशीर्वाद दिनु मेरो त गुरु भएको ब्राह्मण पऱ्यो ल भाइ के नाम पऱ्यो त्यो कणेलजी ल ठिक छ जमिन मुनिका देवी देवताको आशीर्वाद चाहिँ लागोस् है ठुलो कुरो ग्रह दशा नलागुन् रोग नलागुन् सिद्धिविनायक मन्दिर घर परिवारमा सुख शान्ति भगवानले विष्णु धर्म कुरा छ लौ सानो मान्छे तिम्रो नाम के हो त कतिमा भूमिका राजवंशी भन्न के भन्छौ त ठुलो भएर के भन्छौ थाहा छैन मेरो भरा छेत्री ल मानिसलाई चाहिने शान्ति हो के अरे मनुष्यले गर्ने सत्कर्म हो है रोग नलागुन् ग्रह दशा नलागोस् दिन दशा नलागोस् आँटे चिताएको काम पुरो पाउँछ है अखण्ड सौभाग्यवती रहनु श्रीमानको दीर्घायु सन्तानका सुख शान्ति भगवानको भक्ति धर्मको रक्षा मातृपितृ सेवा सम्मान ग्रह दशा नलागोस् रोग नलागोस् कष्टहरू नहोस् छोरो खाना खायो खाएन भर्खरै आएको मन्दिर झापा कहाँ आउने हाम्रो मेरो झापा हो उसको चाहिँ सुर्खेत हाम्रो के छ अहिले चुनावी माहौल झापामा त्यस्तै होला हामी म काठमाडौँ बस्दैछु लोकसेवाको तयारी गर्दैछु अनि त्यति साह्रो झापाको विषयमा थाहा छैन फोकस झापा छ क्या हजुर देशभरिको चुनाव भनेर झापा देशभरिको चुनावको त्यो माहौलै झापा बनायो नि त 5 नम्बर क्षेत्र विशेष गरी 5 नम्बर क्षेत्र अब जे यहाँ माथि त केही छैन होइन यो यो अन्तिम ठाउँ यो लास्ट पोइन्ट हो लास्ट यहाँबाट ब्लक लाग्यो स्लेटहरू पनि छ
राम्रोसँग जानु होला जमिन पनि आउनु भयो यो गुफा अझै टोटल 600 मिटर लामो तपाईँहरू नर्मल घुमेको होइन कि 200 मिटर मात्र हो कि 400 मिटर चाहिँ जुन मैले अघि तपाईँलाई त्यो बरफको पानी देखाएँ नि त्यो एडभेन्चर प्लेस हो कि 400 मिटर एडभेन्चर प्लेस त्यहाँभित्र मान्छेहरू जान्छन् कि नै जान्छ हामीसँग कस्तो टुरिस्टहरू जान्छ कस्तो भने रिक्स ठाउँ हो नि त एडभेन्चर प्लेस भने सब तपाईँलाई थाहा छ होला यस्तो डाउन गरेर जाने हो ल बस्नु नि यहाँ 4 जना बस्नु म एउटा फोटो पिक्चर खिचिदिन्छु नि राम्रो यहीँ गुरु नि आउने गरेर यहाँनिर पाइन्छ क्यामेरा अन गरेर दिनु 4 जना बस्नु वो शेषनाग था आगे का अच्छा वो शेषनाग वो इन्हें वहाँ पे भी शादियाँ लगी हो रहा था ल म भन्दैछु तपाईँलाई यो गुफा कसले पत्ता लगायो भन्नुभएको होइन यहाँकै स्थानीय बासिन्दा जुन 2000 साल पहिला यहाँकै स्थानीय बासिन्दाहरू जो घाँस दाउरा काट्न आउँछ नि गाई बाख्रा भैँसी पाल्छ नि त्यस्तो मान्छेहरूले पत्ता लाग्यो है अनि चाहिँ त्यतिखेर त अब 2-3 जना त्यतिखेर अब थाहा छ यस्तो डिजिटल जमाना थिएन थिएन लाइटहरू थिएन त्यतिखेर त मान्छेहरू क्यान्डलकै सहारा हिँड्नु पर्थ्यो नि त त्यतिखेर चाहिँ 2 जनाले पत्ता लाग्यो त्यति घाँस दाउरा काट्नेलाई 2-3 जना त हुन्छ तिनीहरू त अब यस्तो गुफाभित्र त बाघ पनि बस्न सक्छ भुत पनि बस्न डराउँछ नि त मान्छे डर मान लाग्छ नि यता भए 400 मिटर यता देखाउन आएछ यो 400 मिटर एडभेन्चर हो कि निस्किने फेरि रिटर्न ब्याग हो 100 मिटर जमिनको 100 फिट मुनि हो यसको कहाँसम्म छ भने टुङ्गो छैन 400 मिटर लास्ट पोइन्ट हामी गरे आयो लास्ट पोइन्टसम्म पुरै बन्दै छ त्यहाँदेखि उता इन्ड छ उता इन्ड बन्द हो अनि त्यहाँपछि रिटर्न ब्याग आउने कि दुईटा सानो वाटरफल मात्रै हेरेर आउने कहाँ जानु हो अहिले एडभेन्चर गर्न थोरै नै आएको अनि सुन्नु है सर अनि तपाईँलाई मैले भने नि अनि त्यहाँ चाहिँ 2-3 जना चाहिँ यस्तो भित्र छिर्न डराउँछ अनि त्यहाँपछि चाहिँ त्यो जमानामा क्यान्डलको यस्तो डिजिटल जमाना हुन्थ्यो नि अनि मान्छेहरूले 2-3 जनाले देख्यो यस्तो गुफा जस्तो ओडा जस्तो ठाउँ देखायो झाड पन्चाउँदाखेरि अनि मान्छे स्थानीय बासिन्दालाई गर भने अनि त्यहाँपछि मान्छेहरू सबैजना मिलेर मसाल लिएर घुसिगयो क्या अवैध लिएर अनि त्यहाँपछि चाहिँ त्यतिखेर तपाईँलाई थाहा यस्तो सानसानो समस्याहरू त अब यो गाउँको उसले सोल्भ गर्थे समितिले यस्तो वडाले अब प्रहरीले सोल्भ गर्थे ठुलै समस्या भएपछि त त्यो बेला त राजाकाल भएपछि त राजालाई भन्नु पर्थ्यो नि त अनि त्यहाँपछि राजालाई गर भनेपछि राजा चाहिँ 2017 सालमा आएर उद्घाटन गरेपछि राजा महेन्द्र गुफा रहेको महेन्द्र राजा यो विष्णु भगवानको अर्को अवतार हो है मन्दिर हो यो चाहिँ नेचुरल होइन आर्टिफिसियल हो कस्तो भने यहाँ सबै देवी देवताको मूर्तिहरू छ विष्णु भगवानको छैन नि त त्यही भएर स्थापित गरेको है बरा देव विष्णुको अर्को हाम्रो छ नि बरा माउन्ट एभरेस्ट त अब हामी नेपालीहरूले त अब सबले देखेको छ माउन्ट एभरेस्ट त होइन सुन्या छ माउन्ट एभरेस्टको स्याम्पल चाहिँ यो है होइन आर्टिफिसियल होइन नेचुरल हो यो है एउटा फोर्चुनल हो है हेर्नु है माउन्ट एभरेस्टको है यो चाहिँ फोर्चुनल हो है एउटा है अनि यसलाई चाहिँ ल हेर्ने यसलाई चाहिँ बाघले आँ गरेर जस्तो देखेर बाघको मुख हुन्छ यसलाई ल हेर्ने अनि यो जति पनि यो सानो छ सिलिकनहरू है यो सबै लामो यहाँनिर चाहिँ कस्तो भने तपाईँहरू यहाँनिर हेडअप गरेर आउनुपर्ने हुन्छ है म्याम है लामो त बाटो देखाइदिनु नि दाजु बाटो आउनु यही हो बाटो होइन यहाँ यता लामो तपाईँहरू आफ्नो मोबाइलको टच बालेर नै आउनु यहाँ म चाहिँ फोकस गर्छु है सकिन्छ कि सकिन्न है ए तेरिका यहाँनिर चाहिँ हेड डाउन गरेँ भने चोटपटक नलागेको छ है हजुरहरूलाई त्यही है ल त्यस्तो हेड डाउन बच्चालाई दिनु भएन तपाईँहरू चाहिँ हेड डाउन गरेर आउनु होला है यहाँनिर आउँदै टक्क निस्किन्छ यहाँबाट म्याम निस्किने यहाँबाट हेर्ने चिज छ अनि म तपाईँलाई निस्किने तरिका भनिदिन्छु है लाउनु तपाईँलाई इन्द्रजित भगवान त थाहा छ होला होइन इन्द्रजित भगवानको ऐरावत हात्ती है इन्द्रजित ऐरावत हात्ती यो है ल हेर्नु है अनि यो चाहिँ लाइमस्टोन यो चाहिँ अब एउटा पर जस्तै हो पहाड जस्तो हेर्नु त माथिबाट तल तलबाट माथि हेर्नु
एउटा त्यो कैलाश पर्वत जस्तो हो क्या हेर्नु है ल हेर्नु है अनि यो चाहिँ लाइमस्टोनबाट भनेको माछाको जोडी है ल हेर्नु है यो मान्छेले फुटालेर लान खोजेको तर कस्तो अनि यहाँ पहिला स्टाफ नहुँदाखेरि गाइडहरू नहुँदाखेरि फुटालेर लान खोजेको कि देखेर मान्छेलाई त्यो मान्छेलाई चाहिँ फाइन मार्दै कि इन्डियन हो फाइन मार्दै कि यस्तो चिजहरू फेरि इन्डियनहरू लान खोज्छ क्या ए उता त पुरै लामो हात गर्छ नि जे कुरा देख्नु ल हेर्नु है यो चाहिँ एउटा माछा भयो यो आधा सरी जस्तै ढिकुरको जोडी हुन्छ नि त्यस्तै माछाको जोडी है यो है ल सरी हेर्नु त लाउनु त म तपाईँलाई एउटालाई त्यहाँ भनिदिन्छु अनि त्यही तरिकाले निस्किने होला है ल हेर्नु है यता आउनु म भन्दै ऊ त्यहाँ एउटा सरी एउटा कुना ऊ त्यहाँ सिँढी छ एउटै यहाँनिर सिँढी छ एउटा यहाँ छ तपाईँ निस्किनु त अनि म म्यामहरूलाई निकालिदिन्छु सानी जान्छौ आफ्नो हेड बचाएर है पर्खिन म जान्छु अनि तपाईँहरूलाई निकालिदिन्छु सर आमा जानु अघि हेर्नु है एउटा खुट्टा यहाँ टेक्ने एउटा खुट्टा यहाँ टेक्ने अनि आफ्नो तरिकाले यस्तै निस्किने है ल नानीलाई ल्याउनु आउनु ल ऊ त्यहाँ कुनामा सिँढी छ है अब यहाँ तो भी अच्छा है ऊ त्यहाँ कुनामा ल हेर्नु म्याम म्याम ऊ त्यहाँ ब्याग दिनु ब्यागले अप्ठ्यारो हुन्छ जस्तो छ सरलाई दिन्छु म ल सर यो ब्याग लिइदिनु है लाउनुहोस् फोटो हाल्नु एउटा ल ऊ त्यो कुनामा सिँढी छ एउटा एउटा यहाँ भित्र छ दुईवटा आफू टाल्ने त्यसैन फोटो खिच्नु ल आउनु अनि यहाँ टेक्ने टाउको चाहिँ बजाउने है फेरि खिच्नु एउटा क्या हो गया बोला ल भरत ए हाँ ये वही